खोला खेल्ने सिजन आयो हेर्नुस् है एकदम खोला खेल्ने सिजन आयो है यो चैत वैशाख है चैत त गइसकेको छ चैत गइसकेको छ यो वैशाख रनिङ हुँदैछ है यति बेला त एकदम खोला खेल्ने सिजन हो है चैत पनि थियो तर चैत त बितेर गइसक्यो है यो वैशाख रहेको छ है एकदम हामी पनि सानोमा धेरै खेल्ने गर्थे है खोला अहिले त त्यति मलाई खेल्नु मन लाग्दैन है अब सिजन भयो हेर्नुस् है यो खोला लाइनमा है दुईटा पिकनिक स्पट छ है यहाँदेखि 5 मिनट यो मुनि पनि यो तल देख्दैछ है जो कुइनाटो त्यहाँ तल भेट्न सकिन्छ है यहाँबाट 5 मिनट त्यहाँनिर एउटा पिकनिक स्पट छ है अन्त तपाईको सिधै ल्याएर यहाँबाट सिधै खोला गयो भने यहाँबाट फेरि माथि घट्टे फल्स पनि भेट्न सकिन्छ तपाईहरुले यस्तै लगभग यहाँबाट चाहिँ आधी घण्टा है लाग्छ 25 मिनट आधी घण्टा मात्रै तपाईहरु यहाँबाट सिधै खोला गयो भने तपाईहरु घट्टे फल्स त्यहाँ पनि एउटा पिकनिक स्पट छ है त्यहाँ पुग्नु सकिन्छ अनि यहाँबाट यता चाहिँ खासमा लो यताबाट यहाँ टी गार्डनमा जाने ब्रिज चाहिँ 3टा छ यहाँ माथि चाहिँ सिमेन्टेड छ एउटा है मजाको ब्रिज छ है त्यो गाडीहरु पनि कुद्न सकिन्छ है तर रोड चाहिँ वान साइड मात्रै भएको कारणले गर्दाखेरि त है तर त्यो पुलसम्म मात्रै आउन सकिन्छ रोड यताबाट अन्त हाम्रो यहाँनिर चाहिँ ब्याम्बो ब्रिज छ है यहाँनिर त ब्याम्बो ब्रिज छ है यहाँदेखि तल पनि जुन चाहिँ मैले अघि भनेको थिएँ है त्यहाँ पनि ठुलो ब्याम्बो ब्रिज छ है योपाल चाहिँ त्यहाँबाट पनि तपाईहरु जानु सकिन्छ त्यहाँ पनि वहाँ पिकनिक स्पट कमिटी उहाँहरूले बनाउनु भएको छ धेरै राम्रो छ म एक दिन त्यो पनि म तपाईहरुलाई भिडियोमा ल्याउने छु है अन्त यताको त ल्याइरहेको छु है यहाँ माथिको घट्टे फल्सको त यही हो यो चाहिँ अब बीचको ब्याम्बो ब्रिज हो यहाँबाट पनि जानु सकिन्छ है यो ब्रिज चाहिँ मेरो खुद गोजीको पैसाले यो बाँस किनेर तार किनेर बनाएको हो है दाजुभाइहरुले है यसो बनाउनमा सघाइदिनु भयो है खानाहरु दिनु भयो है उहाँहरु हामी मसँग 4 भाइ भएर चाहिँ यो ब्रिज बनाएको हो है तर यो ब्रिज पनि एकदम सर्टकट छ है यो ब्रिजबाट एकदम सर्टकट यहाँ तपाईले यो माथि गाउँ छ है टी गार्डन त्यहाँ जानु सकिन्छ है अन्त यहाँबाट चाहिँ सिधै उता खासमल हो है अनि यो ब्रिज चाहिँ हामी 4 जना मिलेर बनाएको हौं है दाजुभाइहरुले सघाउनु भयो धेरै सघाउनु भयो यो ब्रिज बनाउनमा है अनि यो बाँस चाहिँ यहाँ माथि हाम्रो काकाकोमा किनेर ल्याएको हो है यो बाँस तारहरु सबै मेरो पर्सनल पैसाले किनेको हो है अन्त दाजुभाइहरुलाई पनि धेरै धेरै धन्यवाद दाजुभाइहरु पनि है 3 जना दाजुभाइले है धेरै सघाइदिनु भयो है नत्र हो भने त अब रोस दिनु पर्ने हो भने त धेरै लाग्ने थियो नि त र उहाँ हामी 4 भाइ भएर त यो बनाएको हो है यो अब यस्तो पुलहरुमा है यस्तो बाटोघाटोमा यसरी है पर्सनल हामीले पैसा हाल्नु धेरै राम्रो कुरो हो है मलाई धेरै राम्रो लाग्छ है हुन त म पनि अब बेसी हिँड्छु यता तर धेरै जना हिँड्ने गर्छ है अन्त त्यसले गर्दाखेरि अब मेरो लागि मात्रै होइन म चाहिँ भन्छु है बनायो भने सबैको लागि हो है तर हामीले डोनेसन चाहिँ उठाएनौ है अन्त भन्नु हुँदै थियो है डोनेसन उठाएको भए पनि राम्रो हुन्थ्यो भन्नु हुँदै थियो धेरै जनाले है तर हामी अब सानो ब्रिज बनाउन लागि किन डोनेसन है भनेर यो बाँस चाहिँ सबै मैले किनेर हामीलाई क्यारिङमा धेरै हामीलाई मुस्किल पर्यो है माथिबाट ल्याएको है हामी 4 जना दाजुभाइहरु मिलेर बनायौं है धेरै हामीलाई अब है हामीलाई यस्तै मोटामोटी 1 हप्ता लाग्यो तर यो 1 वर्ष भइसक्यो भन्नु अब यो बर्खा अगाडि त 1 वर्ष पनि पुग्छ है सही सलामत छ अझै यो 2 साल जस्तो जान्छ होला सायद त्यहाँदेखि त फेरि हामीले अझै यहाँ अब अझै राम्रो बनाउने छौं है किनभने यो चाहिँ एकदम सर्टकट बाटो हो नि त अगाडि पुत्तालीले पुरा डिस्टर्ब गर्दैछ
अन्त आउनुहोस् है साथीहरू है, अब सुरु भयो एकदम, वैशाख लाग्यो है, खोलाको सिजन सुरु भयो है। अब म पनि यसो खोलाको भ्लगहरू लिएर आउनेछु है, यसो भिडियोहरू है। हुन्छ, आजको भिडियो छोटो मैले बनाउनु लाग्यो, फेरि अर्को भिडियो भेटौँला है साथीहरू।